रेडिगेट इस्टको सिफ्ट हाल्नको लागि डिजिएफ कनेक्ट एप खोल्ने अनि आफ्नो डिजिएफ कनेक्ट एपमा गइसकेपछि वर्क सेड्युल भन्ने हुन्छ है। यो लेफ्ट साइडको सबभन्दा माथिको वर्क सेड्युलमा गएर अनि आफूले गर्न चाहेको सिफ्टहरू है यहीँबाट एप्लाई गर्न मिल्छ। रेजिस्टरमा थिच्ने, रेजिस्टर चाहिँ यो राइट साइडको है, यो राइटको सबैभन्दा माथि रेजिस्टरमा थिच्ने। रेजिस्टरमा थिचिसकेपछि आफूले गर्न चाहेको बार है, यो डेटमा क्लिक गरिसकेपछि आफूले गर्न चाहेको डेट सेलेक्ट गर्ने। त्यो सेलेक्ट गरिसकेपछि वर्क प्लेस है, वर्क प्लेसमा अब कहाँ काम गर्ने, आफ्नो काम गर्ने ठाउँ रेड गेट इस्ट है, हानेदा यो चाहिँ सिनागाबाट बस लाग्ने ठाउँ हो, रेड गेट इस्ट है। यो सर्च गरेपछि यहाँ 10 तारिक कुन सिफ्ट खाली छ त यहाँ देखाउँछ है। अब यहाँ चाहिँ 9 बजेको सिफ्ट छ, अब 9 बजेकोमा चाहिँ तपाईँको सिफ्ट खाली छैन, त्यही भएर एप्लाई गर्न मिल्दैन है। अनि त्यसपछि तपाईँको गर्न मिल्ने भनेको अहिले खाली भएको सिफ्ट भनेको 6 बजेको हो। 6 बजेको सेलेक्ट गरेर यो रेजिस्टर सिफ्ट भन्ने थिच्यो भने सिफ्ट आफै एप्लाई हुन्छ है, द सिफ्ट हेज बिन बुक्ड भनेर है। अनि यताबाट एप्रुभ गऱ्यो भने एप्रुभ, रिजेक्ट गऱ्यो भने रिजेक्ट देखाउँछ है। यसरी गर्ने हो है। अनि यति भइसकेपछि